गुड मर्निङ दिदी। गुड मर्निङ भाइ। गुड मर्निङ। गुड आशीर्वाद छ है मेरो मर्निङ, भाइलाई, धेरै धन्यवाद धेरै दिदी। आशीर्वाद छ। आज वेदर के गर्ने राम्रो खुलेन नि भाइ। अब हाम्रो उहाँ चाहिँ उहाँको शुभ नाम मानकुमारी हुनुहुन्छ। उहाँ अति सुन्दर हँसिलो हुनुहुन्छ। उहाँ यस होटेलको चाहिँ ओनर हुनुहुन्छ। उहाँले चाहिँ धेरै विगत धेरै लामोदेखि होटल चलाउँदै आउनुभएको छ। तर म चाहिँ जति बेला आयो अब उहाँको होटलमै बस्ने हो। अब म चाहिँ दिदी भाइ अब दिदीभाइ हो हामी म लगभग 25-30 वर्ष अगाडिदेखि नै मैले चाहिँ जति बेला आयो म ट्रेकिङ खैरीको झोला बोकीदेखिको होइन। र अहिले अब गाइडको कार्यकाल 28 वर्ष गाइड आमा त के बोल्न जाने त। काम गरियो र उहाँले धेरै साथ दिनुहुन्छ। आवत विवाद पऱ्यो भने है दिदी भनेर पनि फेरि हेल्प पनि गर्नुहुन्छ। हो त नि। उहाँ एकदम राम्रो छ र उहाँले चलाउनु भएको होटलमा त अहिलेसम्म कुनै कम्प्लेन छैन। गेस्टहरू अति खुसी भएर फर्किनुहुन्छ र उहाँको होटल अति भाइरल पनि छ। राम्रो खुलेन के रे। दिन चाहिँ राम्रोसँग खुलेन। हजुर। र यसबाट देखिने विभिन्न होटेलहरू आज मौसमले साथ दिएन। यहाँबाट देखिने विभिन्न हिमाल जस्तै मनासलु, अन्नपूर्ण ट्री, मासुपुत्री, अन्नपूर्ण साउथ र हिमचुली र हाम्रो देशको राष्ट्रिय फुल लालीग्रास झपक्क फुलेको समय र अति भाग्यमानी रहेछ हामी आज यस बेला लालीग्रास फुलेको टाइममा आउनु पाउँदा। सब्सक्राइब पनि गर्नु होला है यहाँहरूले सबैले मेरो युट्युबमा। र मेरो युट्युबको नाम एडभेन्चर गाइड अल ओभर नेपाल है, नबिर्सनु। थ्याङ्क यू।